नमस्ते साथीहरू, आज म हजुरहरु समक्ष नयाँ भिडियो लिएर उपस्थित भएको छु। यस भिडियोमा म हजुरहरुलाई अनारकली कटिङ गरेर देखाउने छु। यो च्यानलका भिडियोहरू मन पर्छ भने हजुरहरुले सब्स्क्राइब गरिदिनु होला। आज चाहिँ म हजुरहरुलाई यो अनारकली काटेर देखाउने छु। यो चाहिँ हाम्रो चाहिँ प्यानल वाला अनारकली छ र चोलीमा चाहिँ बेल्ट डिजाइन छ। फ्रन्ट पनि ओपन छ र यसको ब्याक पनि ओपन रहेको छ। बाउला चाहिँ हाम्रो चुरीदार लङ स्लिभमा छ। यसको वेस्ट लेन्थ चाहिँ 15 रहेको छ। यो आमलको लागि हो 7.5 15 वेस्ट लेन्थ। शोल्डर चाहिँ हाम्रो 15 इन्ची रहेको छ। यसमा 1.5 इन्ची माइनस गरेर हामीले शोल्डर काटिरहेको छौँ, किनकि यसको फ्रन्ट र ब्याक दुवै ओपन भएकोले गर्दाखेरि हो। हाम्रो क्रस फ्रन्ट चाहिँ 6.5 इन्ची राखिरहेको छ मैले। अनि हाम्रो चेस्ट भनेको चाहिँ 35 छ। 2 इन्ची एज लुज एड गरेको छु मैले। अनि कम्मर हाम्रो 28 रहेको छ। 1.5 इन्चको डाट्स 3.5 मा हाम्रो डाट्सको मार्क हुनेछ। यसको बस पोइन्ट भनेको हाम्रो 10 इन्ची छ। 10 इन्चीलाई माथि हाफ इन्ची यहाँ सिलाइमा जान्छ, 10.5 इन्ची। 1.5 इन्चको डाट्स छ हाम्रो। हाम्रो नेक चाहिँ स्विट भी टाइपको छ। 8.5 फ्रन्ट ओपन। आमोल हाम्रो 16.5 मात्र रहेको छ। सानो छ आमोल यसको। साढे 16। यो चाहिँ हाम्रो पहिलेको मार्कमा काट्यो भने साइड डाउन जाने हुन्छ, त्यही भएर डाट्स मिलाएर साइड अलिकति माथि उठाएर काट्नुपर्ने हुन्छ। यो चाहिँ हामी यसको ब्याक काट्न गइरहेको छौँ। हाम्रो ब्याक ओपन 11 रहेको छ। 11। यो चाहिँ ब्याक यस्तो डिजाइनमा छ। यो चाहिँ बेल्ट डिजाइन भएकोले गर्दाखेरि अघि मैले ब्याक काटेर मात्र बेल्ट काट्न गइरहेको छु।
यो चाहिँ हाम्रो बेल्टलाई 1 इन्ची मार्जिन प्लस गरेर काट्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो बेल्ट यसरी जोइन हुन्छ। हाम्रो चोली लेन्थ 15 रहेको छ र हाम्रो फुल लेन्थ भनेको 60 इन्च छ। चोली लेन्थ 15 ये 22 इन्च। यो चाहिँ हाम्रो भित्री चाहिँ ए लाइनमा काटिने छ। वेस्ट राउन्ड 28। यो चाहिँ हाम्रो ब्याक जिपरको लागि हो। जोइन लेन्थबाट 5 इन्च तल छ। यो चाहिँ हामीसँग हाम्रो फेब्रिक चाहिँ एक साइड गएको बुट्टा रहेको छ, त्यही भएर मैले चाहिँ फ्रन्ट यहाँबाट र ब्याक यताबाट लिन गइरहेको छु। हाम्रो अनारकलीको फुल लम्बाइ 60 इन्च रहेको छ। हाम्रो चोली लेन्थ भनेको 15 इन्ची। अब त्यसमा हाम्रो प्लस गर्नुपर्ने हुन्छ। यसको चाहिँ फुल लेन्थ चाहिँ गर्दाखेरि हामी चाहिँ 60 इन्च पुग्ने रहेछ। हेर्दै गर्नु होला। यो चाहिँ मैले 12 इन्चको फेर राखेको छु। 6 इन्च। हाम्रो वेस्ट राउन्ड भनेको 28 इन्ची छ। त हामीसँग 14 प्यानल हुन्छ। 14 प्यानलमा 2 इन्चको प्यानल हुन्छ हाम्रो। 2 इन्च। यहाँ हाम्रो चाहिँ 2 इन्चको प्यानल रहेको छ। यो चाहिँ हाम्रो हिपमा अलिकति लुज आउँछ भनेर 2 लाइन भित्र मार्क भन्दा 2 लाइन भित्र राखिनेछ।
साथीहरू अब म यसको स्लिभ काट्न गइरहेको छु। हाम्रो स्लिभ लेन्थ चाहिँ छ 22.5 इन्ची, तर हामीले यसलाई चुरीदार स्लिभ बनाउनु पर्ने हुन्छ, लामो स्लिभ। त्यही भएर यसमा मैले 5 इन्ची अरू एक्स्ट्रा एड गरेको छु। यसमा हाम्रो आर्म होल भनेको चाहिँ 16.5 इन्ची छ, आर्म्स 11.5, आर्म्स 11.5 छ, अनि राउन्ड 7.5 इन्ची। यो चाहिँ फ्रन्टको लागि हामीले 1/2 इन्ची भित्र गएर काट्नुपर्ने हुन्छ, 1/2 इन्चीदेखि 1/4 इन्चीसम्म।